संवैधानिक संरक्षणका दृष्टिकोणले भन्दै पनि नेपालको संविधान समावेशिताको सिद्धान्तलाई आत्मसात गरेको संविधान हो भन्न सकिन्छ। खास गरी हाम्रो संविधानका दुईवटा पक्षहरू छन् चुनाव प्रणालीका, जसमा हामी विस्तृत चुनाव प्रणाली भनेर भन्दै गर्दछौँ। एउटा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने, अर्को समानुपातिकबाट निर्वाचन प्रणालीबाट निर्वाचित हुने। दुवै निर्वाचन प्रणालीबाट निर्वाचित भएको कुल सङ्ख्याको कम्तीमा 33% सहभागिता अनिवार्य रहने व्यवस्था संविधान र निर्वाचन कानुनले गरेको अवस्था छ। त्यो हिसाबले हेर्दाखेरि स्वाभाविक रूपमा चाहिँ नेपालका सबै तहहरूमा, स्थानीय तहमा 40 भन्दा माथिको र प्रतिसभा र प्रदेश सभा तहमा अथवा संघीय संसद र प्रदेश सभाका हकमा 33% भन्दा माथिको प्रतिनिधित्व हुँदै आएको छ। र खास गरी संघीय संसदको हकमा चाहिँ दुवै सदन भित्रको कुरा गर्दै भएको कारणले गर्दाखेरि प्रतिनिधि सभाको सङ्ख्या कहिले कम अनि कहिले बढ्ने राष्ट्रिय सभाको आकारका हिसाबले। तर हाम्रो पार्टीले चाहिँ त्यो मान्यतालाई अस्वीकार गरेको छ। हामीले चाहिँ प्रतिनिधि सभामै 33% हुनुपर्ने अनिवार्य अभ्यास गरिदिएको छ। नेपालका राजनैतिक दलहरूको तुलनामा चाहिँ नेकपा एमाले अलिक फरक महिला सहभागिताको सन्दर्भमा संघीय संसदमा 33% होइन कि प्रतिनिधि सभामा सबै 33% हुनुपर्दछ भन्ने मान्यता राख्दै आएको छ। र मलाई लाग्दछ अब प्रतिनिधि सभामा सबभन्दा धेरै महिलाहरूको प्रतिनिधित्व गराउने पार्टी नेकपा एमाले बन्नु पुगेको छ। यो चाहिँ नेपालको सन्दर्भको एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा लाग्छ। अर्को गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका विरुद्धमा अन्य राजनीतिक दलहरूले गठबन्धन बनाएर चाहिँ हाम्रो संवैधानिक र कानुनी प्रबन्ध अन्तर्गत प्रमुख 2 पदमा 1 महिला हुने प्रबन्ध गरेको छ। त्यो प्रबन्धलाई गठबन्धनको समयमा तोड्ने काम भयो। त्यसले गर्दाखेरि चाहिँ कस्तो अवस्था रह्यो भनेर भन्दाखेरि गठबन्धनमा रहेका राजनैतिक दलहरूको महिला सहभागिता चाहिँ स्थानीय तहमा कार्यकारी भूमिकामा अत्यन्त न्यून छ। र तपाईँहरूले तथ्यमा हेर्नुभयो भने अब हाम्रो हकमा भन्नुहुन्छ भने महिला सहभागिता स्थानीय तहको प्रमुख र उपप्रमुखको हकमा चाहिँ पुरुषको तुलनामा चाहिँ निकै माथि छ। त्यो हिसाबले कार्यकारी भूमिकाका हिसाबले पनि नेकपा एमाले अन्य पार्टीहरूको तुलनामा चाहिँ महिला सहभागिताका दृष्टिकोणले चाहिँ माथि छ भन्ने कुरालाई बुझ्नु पर्दछ भन्ने मलाई लाग्दछ। अर्कोतिर जति बेला नेकपा एमाले भूमिकामा आउँछ उसले हरेक पटक महिलाहरूलाई नेतृत्वकारी भूमिकामा स्थापित गर्ने कुरामा अग्रसरता लिँदै आएको छ। र अब एक प्रकारले भने रेकर्ड निर्माण गर्ने कामको नेतृत्व चाहिँ कसले गर्दछ भन्दाखेरि एमाले गर्दछ भनेर बुझ्नु पर्दछ। पहिलो उपसभामुख बनाउने पार्टी एमाले हो। खास गरी प्रतिनिधि सभामा लीला श्रेष्ठ सुब्बालाई हामीले नेपालको पहिलो उपसभामुखका रूपमा चाहिँ जिम्मेवारी दिएर महिलाहरूलाई नेतृत्वमा स्थापित गर्ने काम सुरु गर्यो। त्यसै गरी हामीले हाम्रै पार्टीको नेतृत्व रहेका समयमा संविधान सभाको सभामुखका रूपमा नेकपाको कालमा चाहिँ उन्सरी गतिलाई सभामुख बनाउने कुरामा भूमिका खेल्यौँ। र एउटा
इतिहास निर्माण गर्ने काममा हामीले इतिहास गरेका थियौँ। पछि हामीले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा हाम्रै समयमा हामीले प्रधान न्यायाधीशका रूपमा सुशीला कार्कीलाई स्थापित गर्ने कुरामा अगुवाई गर्यो। त्यो एउटा नयाँ इतिहास रच्ने कुरामा पनि हामीले भूमिका लाग्दछ। त्यसै गरी हामीले नै नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा स्थापित गर्ने कुरामा पनि भूमिका खेल्यौँ र विद्यादेवी भट्टराईलाई नेपालको गणतन्त्रात्मक शासन व्यवस्थाको पहिलो महिला राष्ट्रपतिका रूपमा 2 कार्यकाल निर्वाचित गरेर स्थापित गर्ने कामको नेतृत्व गर्यो। र अघि भर्खरै तपाईँहरूका बिचमा विचार प्रस्तुतका रूपमा रहनुभएको हाम्रो पार्टीको उपाध्यक्ष अष्टलक्ष्मी साक्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो मुख्यमन्त्रीका रूपमा महिला मुख्यमन्त्रीका रूपमा उहाँले जिम्मेवारी निर्वाह गर्नुभयो। त्यो पनि आफैमा एउटा इतिहास हो भन्ने मलाई लाग्दछ। हामीले त्यो इतिहास पनि हाम्रै पार्टीको तर्फबाट निर्माण गरेका छौँ। र तपाईँहरूले सुन्नुभयो होला, अब नेपालमा पहिलो पटक प्रशासनको सबभन्दा शीर्ष भूमिकामा मुख्य सचिवमा स्थापित गर्ने कुरामा पनि हामीले लीला गौतौलालाई मुख्य सचिव बर्तौलालाई मुख्य सचिवका रूपमा स्थापित गर्ने काम गर्यो। त्यस अर्थमा यो आज हामी जे विषयमा छलफल गर्दैछौँ त्यो विषयको नेतृत्वकर्ता पार्टी हो नेकपा एमाले। मैले मोटामोटी रूपमा बिचमा चर्चा गर्दाखेरि चाहिँ यो विषय जो हामीले स्थापित गरेका छौँ त्यो स्थापित गरेको सत्यलाई बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ। अर्कोतिर हामीले अब कार्यपालिकाभित्र नेतृत्व स्थापित गर्ने कुराहरूमा पनि अगुवाई गरेका छौँ। जस्तो कि स्थानीय तहभित्र पनि हामीले महिलाहरूलाई स्थानीय तहको प्रमुख नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने कुरामा भूमिका खेलेका छौँ र सफलता हासिल गरेका छौँ। त्यो हिसाबले हामीले चाहिँ महिलाहरूको नेतृत्व विकासका सन्दर्भमा काम गरेका छौँ। यद्यपि हामीले जति महिलाहरूलाई नेतृत्वका रूपमा स्थापित गर्ने काम गरेका छौँ त्यो अनुसारको सफलता प्राप्त गरेका छौँ कि छैन भन्ने कोणबाट हेर्ने हो भने हामीले चाहिँ पछिल्लो समय 1980कै निर्वाचन आधार बनाएर हेर्ने हो भने उपमहानगरपालिकाको नेतृत्व हामीले चाहिँ महिलाहरूलाई प्रदान गरेको उम्मेदवारको रूपमा, धरान उपमहानगरपालिकाको नेतृत्व, त्यसै गरी हामीले जितपुर सिमरा उपमहानगरपालिकाको नेतृत्व महिलाहरूलाई प्रदान गरेका थियौँ। तर दुवै ठाउँमा हामी असफल भयौँ। नगरपालिकाहरूमा हामीले सफलता हासिल गरेका छौँ। अहिले स्वर्गीयको नगरपालिकाको नेतृत्व गरिराख्नु भएको छ हाम्रो केन्द्रीय सदस्यले। त्यसै गरी यता नवलपरासीमा पनि हाम्रो केन्द्रीय सदस्य मेयरका रूपमा रहनुभएको छ। पहिले हामीले चाहिँ अब पूर्वी नवलपरासीको नगरपालिकामा पनि महिला नेतृत्व स्थापित गर्ने काम गरेका थिए 74मा। भन्दाखेरि त्यसका विभिन्न भागहरूमा नगरपालिकाको नेतृत्व चाहिँ महिलाहरूले सफलतापूर्वक गर्नुभएको छ। त्यस अर्थमा चाहिँ हामी तलदेखि माथिसम्म चाहिँ कार्यकारी भूमिकामा महिलाहरूलाई पुर्याउने कुराहरूमा अन्य पार्टीहरूको तुलनामा हामीले चाहिँ भूमिका खेलेका छौँ। अन्य पार्टीहरू पालिका तहमा त देखिन्छ, नगरपालिका महानगरपालिकाको तहमा चाहिँ उनीहरूले क्यान्डिडेट अगाडि सार्न सकेका छन् कि छैन भन्दाखेरि सार्न सकेका छैन। त्यसमा पनि हामीले अगुवाई गरेका छौँ भन्ने लाग्छ। यद्यपि सबै चिजमा हामी सफल भएको छैनौँ, किनकि त्यहाँ जनताको प्रत्यक्ष मतदानद्वारा परिणाम निक्लने गर्दछ। त्यस्तो कुराहरूमा हामी कतिपय ठाउँमा सफल हुन नसकेका अवस्थाहरू छन्। तर पनि महिलाहरूको सहभागिता जहाँ हामीले अब
चुनावको 2 पदमध्ये अब 1 पद गुमाएका छौँ, 1 पद जितेका छौँ र त्यहाँ कसले जितेका छ भनेर हेर्नु भने प्रायः ठाउँमा हामीले महिलाहरूलाई जिताउन सफल भएको छौँ। 6वटा महानगरपालिकाभित्र चाहिँ हामीले प्रमुख कहीँ पनि जितेका छैनौँ, प्रमुख मात्रै जितेका छौँ। 4वटा उपप्रमुख चाहिँ हामीले महानगरपालिकामा जित्न सफल भएको छौँ। भन्दाखेरि महिला नेतृत्वमा हामी सफल पनि छौँ। अब मुख्य भूमिकामा हामी असफल भए पनि उपप्रमुखका हकमा भन्दै भने हामी फेरि सफल छौँ। उपमहानगरकै हकमा पनि हामी धेरैतिर चाहिँ नेतृत्व प्राप्त गर्न सफल भएको छौँ। त्यो उपप्रमुखको हिसाबले, प्रमुखका हिसाबले चाहिँ अब 2वटा उपमहानगरपालिकामा चाहिँ हामीले नेतृत्व हासिल गरेका छौँ। तर अरू बाँकी ठाउँमा चाहिँ महिलाहरूले प्रमुखका रूपमा पार्टी रक्षा गर्ने काम गर्नुभएको छ। त्यो हिसाबले हेर्दाखेरि, परिणामको हिसाबले हेर्दाखेरि चाहिँ हामी अब मिलनजीले चाहिँ समग्रतामा महिलाहरूको सहभागिता प्रत्यक्षमा के छ भन्ने खालको चित्र प्रस्तुत गर्नुभएको छ। मैले चाहिँ अरू पार्टीको तुलनामा हाम्रो अवस्था के छ भन्ने कुराको चित्र चाहिँ तपाईँहरूले सुनाउनु पर्यो। अब त्यो पनि राखे भए राम्रो हुन्थ्यो भन्ने पनि हो। यसको अन्तर्य के हो त भन्दाखेरि हाम्रो रूपमा कस्तो छ, एमाले कस्तो छ भन्ने भन्यो भने एमाले अरूभन्दा फरक छ भन्ने दृश्य चाहिँ प्रस्तुत हुनु राम्रो हुन्छ भन्ने मलाई लाग्छ। त्यो हिसाबले सोच्नुपर्दछ। अब यहाँ उठाइएका सैद्धान्तिक प्रश्नहरूमा विमति राख्नुपर्ने विषय नै छ। एउटा विषय चाहिँ मैले यहाँ तपाईँहरूको बिचमा के राख्नुपर्दछ भनेर भन्दाखेरि खास गरी हाम्रो संविधानले महिलाहरूलाई 100% सहभागिताको संवैधानिक र कानुनी अधिकार प्रदान गर्दछ। तर पुरुषहरूका लागि चाहिँ उनीहरूले अधिकतम प्राप्त गर्न सक्ने सङ्ख्या भनेको 66% मात्रै हो। अर्थात् उनीहरूले 100% प्रतिनिधित्व गर्न पाउँदैन। उनीहरूले प्रतिनिधित्व गर्न पाउने भनेको 66% मात्रै हो। संविधानले 100% प्रतिनिधित्वको अधिकार चाहिँ महिलाहरूलाई दिएको छ। एक प्रकारले विशेष प्रबन्धद्वारा महिलाहरूलाई संरक्षण गर्ने काम चाहिँ संविधानले गरेको छ। तर व्यवहारमा के छ भनेर भन्दाखेरि त्यो सङ्ख्या 33%भन्दा माथि पुर्याउने कुरा अत्यन्त कठिन भएको छ। यसका पछाडिको कारण के हो त भनेर भन्दाखेरि मूलतः चाहिँ आर्थिक, सामाजिक र राजनीतिक रूपमा महिलाहरूको सहभागिता र सशक्तिकरणको प्रश्न नै मुख्य प्रश्न हो भन्ने मलाई लाग्छ। आज हामीले चाहिँ ध्यान दिनुपर्ने विषय के हो त भने त्यही विषयमा हो भन्ने मलाई लाग्दछ। अहिले चलनचल्तीको भाषामा के हुन्छ भन्दै महिलाहरूले गर्ने घरको कामलाई पनि आर्थिक क्रियाकलाप गर्नु, मूल्याङ्कन गर्नुपर्दछ भन्ने खालको कुरा चाहिँ अलिक बढी चर्चाको विषय बन्ने गरेका छ। घरभित्रको काम चाहिँ एक प्रकारले भने त्यो सामूहिकताको परिणाम हो। त्यो एक प्रकारले अर्थ आर्जनसँग नजडिने भएको कारणले गर्दाखेरि त्यो सशक्तिकरणको त्यसको खासै कुरा हुँदैन। मनोवैज्ञानिक रूपमा त्यसलाई चाहिँ एडभोकेसी गर्ने कुराको एउटा पक्ष हो। तर हामी जे चिज भन्दछौँ समाजको एउटा चाहिँ मनोविज्ञान तयार केले गर्दछ भन्दाखेरि अर्थतन्त्रले गर्दछ। मार्क्सवादी दृष्टिकोण भने त्यही हो। चाहे त्यो राजनीतिलाई निर्धारण गर्ने विषय होस् वा चाहिँ समाजमा नेतृत्वको प्रश्न होस्, केले निर्धारण गर्दछ भन्दाखेरि त्यसको जग भने अर्थतन्त्र हो। जबसम्म आर्थिक उत्पादनको काममा र चाहिँ एक प्रकारले कमाइ गर्ने कुरामा महिलाहरूको चाहिँ सहभागिता र सक्रियता बढ्न सक्दैन, तबसम्म राजनीतिक संरक्षणले मात्रै सबै चिजहरू हुँदैन। त्यस अर्थमा अब हाम्रो उत्पादनको ढाँचामा बदलाव ल्याउनु जरुरी छ। परम्परागत निर्वाहमुखी उत्पादन सम्बन्धबाट अब हामी व्यावसायिक उत्पादन सम्बन्धतर्फ समाजलाई रूपान्तरण गर्ने प्रक्रियाबाटै महिलाहरूको सहभागिता वृद्धि हुन्छ भन्ने कुरालाई बुझ्नुपर्दछ। जबसम्म हाम्रो समाजमा परम्परागत निर्वाहमुखी, गुजारामुखी उत्पादन सम्बन्ध रहिरहन्छ, कानुनले मात्रै महिलाहरूको सहभागिताको वृद्धिको चर्चा गर्न सम्भव हुँदैन। यो पक्षलाई बुझ्नुपर्दछ। त्यस अर्थमा महिला सहभागिता वृद्धि गर्ने कुरा के कुरासँग सम्बन्धित छ भन्दाखेरि
त्यो चाहिँ उत्पादनको ढाँचामा बदलावसँग सम्बन्धित छ। यो चिजमा परिवर्तन आएन भने राजनीतिक रूपमा गरिने परिवर्तनहरू दिगो हुँदैन। यो पक्षलाई बुझ्नु जरुरी छ। त्यस अर्थमा सर्वाधिक महत्त्वपूर्ण प्रश्न के हो त भन्दाखेरि अर्थतन्त्रमा रूपान्तरण, यो चाहिँ समाज परिवर्तनका सन्दर्भमा मुख्य प्रश्न हो भन्ने कुरा बुझ्नु पर्दछ। दोस्रो विषय चाहिँ समाजमा महिलाहरूलाई एक प्रकारले नयाँ राजनीतिक प्रणाली वा चाहिँ नेतृत्व विकासका सन्दर्भमा जोड्ने खालको जुन चेतना निर्माणमा बाधा पुर्याइरहेको पक्ष के हो त भन्दा सामाजिकता र सांस्कृतिक पक्ष नै हो। एक प्रकार जैविक हिसाबले महिला र पुरुषका बीचमा भिन्नता रहने कुरा छँदैछ, तर जब हामी सामाजिक रूपमा र सांस्कृतिक रूपमा चाहिँ भिन्नताको कुरा गर्न थाल्दछौँ त्यसले चाहिँ असमानता निर्माण गर्दछ। वास्तवमा सदियौँदेखि हाम्रो समाजमा महिलाहरूलाई दोस्रो दर्जामा राख्ने जुन प्रकारको सामाजिक सांस्कृतिक प्रबन्धहरू निर्माण गरिए धर्म संस्कृतिका नाममा, त्यो चिजले नै महिलाहरू पछाडि परेका छन् भन्ने कुरालाई बुझ्नुपर्छ। त्यस अर्थमा दोस्रो सुधार गर्नुपर्ने पक्ष के हो त भन्दाखेरि सामाजिक सांस्कृतिक रूपान्तरण। अर्थतन्त्र पछाडिको दोस्रो महत्त्वपूर्ण पक्ष सामाजिक सांस्कृतिक रूपान्तरणको पक्ष हो भन्ने कुरालाई बुझ्नुपर्छ। जुन धर्म संस्कृतिका रूढिवादी मान्यताहरूले महिलाहरूलाई पछाडि पार्नका लागि भूमिका खेलेका छन्, त्यसप्रतिको आसक्ति महिलाहरूमा देखिनु त झन् विडम्बनापूर्ण छ। जसले महिलाहरूलाई पछाडि पारेको छ त्यसमा सबभन्दा ज्यादा समय महिलाहरू उपचलिरहेका छन्, त्यसकै सम्प्रेषणमा प्रवर्धनमा। अहिले त हामीले देख्यौँ भने अब धार्मिक सभा समारोह उत्सवहरूमा सबभन्दा ठुलो सङ्ख्या कसको हुन्छ त भन्दा महिलाहरूको हुन्छ। जुन प्रकारका चाहिँ ती उत्सवहरूमा सुनाइने कथाहरू आदि इत्यादि सबै के कुरासँग सम्बन्धित छन् भन्दाखेरि पितृसत्तालाई प्रवर्धन गर्ने कुरासँग सम्बन्धित छन् र महिलाहरूलाई कमजोर बनाउने कुरासँग सम्बन्धित छन् र एक प्रकारले चाहिँ पितृसत्ताको जग बलियो बनाउनका लागि बनाइएको कथा वाचनमा चाहिँ सबभन्दा ठुलो सहभागिता कसको हुने गर्दछ भने महिलाहरूको हुने गर्दछ। जबसम्म महिलाहरूमा त्यो चिज अबको समाजका लागि चाहिँ अस्वीकार्य छ भन्ने चेतना निर्माण हुँदैन, तबसम्म चाहिँ समानता सम्भव छ। त्यसर्थ बुझ्ने कुरा के हो त भन्दाखेरि समानताको जग निर्माण गर्ने कुरा भनेको चाहिँ आर्थिक रूपान्तरण सँगसँगै सांस्कृतिक र सामाजिक रूपान्तरण पनि त्यतिकै महत्त्वपूर्ण चिज छ भन्ने कुरालाई बुझ्नु पर्दछ। राजनीतिक अधिकारले मात्रै सबै चिजहरू सुनिश्चित हुँदैनन् भन्ने कुरालाई बुझ्नु पर्दछ। विधानसभाको समयमा हामी कहाँ चाहिँ के भयो भन्दाखेरि राजनीतिक अधिकारले सबै कुरा टुङ्ग्याउँछ भन्ने खालको एउटा दृष्टिकोण स्थापित गर्ने कोसिस गरियो। त्यो वास्तवमा त्रुटिपूर्ण दृष्टिकोण थियो। आज व्यवहारमा त्यो कुरा पुष्टि भएको छ। त्यस अर्थमा अब हामी सही बाटो हिँड्नका लागि अहिले हामीले गर्ने छलफलहरूले हामीले सही बाटो अगाडि बढ्नका लागि चाहिँ दिशानिर्देश गर्दछन् भन्ने कुरा म राख्न चाहन्छु। त्यो अर्थमा महिला सहभागितालाई बढाउने कुरामा चाहिँ के गर्ने खालको कुराको सन्दर्भमा यी दुईवटा पक्षमा चाहिँ हामीले विशेष जोड दिनुपर्दछ भन्ने मलाई लाग्छ। जहाँसम्म यो सबै कामको अगुवाई केले गर्दछ, आर्थिक रूपान्तरणको नेतृत्व गरे गर्दछ, सामाजिक सांस्कृतिक रूपान्तरणको नेतृत्व गरे गर्दछ, महिलाहरूलाई सशक्तिकरण बनाउने कुराको नेतृत्व गरे गर्दछ, त्यो राजनीतिले गर्दछ। त्यस अर्थमा फेरि सबै चिजको नीउ के हो त भन्दाखेरि जग चाहिँ अर्थतन्त्र हो, जग के हो भन्दाखेरि सामाजिकता हो। तर त्यो चिजलाई फेरि बदल्ने चालक तत्त्व के हो त भन्दाखेरि राजनीति। त्यसर्थ राजनीति र चाहिँ अर्थतन्त्र र समाजका बिचको अन्तर सम्बन्ध के छ भन्ने कुरालाई पनि सही ढङ्गले बुझ्नुपर्दछ भन्ने मलाई लाग्छ। त्यो सही ढङ्गले बुझ्न नसक्दाखेरि कहिले हामी एकातिर केन्द्रित हुने, कहिले अर्कोतिर केन्द्रित हुने खालको चाहिँ समस्याहरू हुने गर्दछ। यो परिप्रेक्ष्यमा चाहिँ महिलाहरूको सहभागिता सशक्तिकरणका सन्दर्भका बारेमा सोच्नुपर्दछ भन्ने मलाई लाग्छ। अब कतिपयको गुनासो के हुने गर्दछ महिलाहरू चाहिँ अब एक प्रकारले प्रमुखका रूपमा जिम्मा दियो, प्रमुख चाहिँ बम हो भन्ने खालको त्यो सुरुको चरणमा त्यो हुन्छ।
तर जब अभ्यास गर्दै जान्छौँ त्यो सङ्ख्या क्रमशः चाहिँ बढ्दै जान्छ। अब हाम्रो मिलनजीले प्रस्तुत गरेको तथ्याङ्कले पनि त्यही सङ्केत त्यो गरेको छ भन्ने मलाई लाग्छ। स्थानीय तहकामा चाहिँ त्यो चाहिँ पहिलेको तुलनामा चाहिँ सहभागिता बढ्दै गएको पनि देखिन्छ। जस्तो कि प्रमुख पदमा पहिले 6.3% थियो भने अहिले 8.1% भन्नुभयो त क्रमशः बढ्दै गएको देखिन्छ। यो सकारात्मक पक्ष हो भन्ने मलाई लाग्छ, किनकि परिवर्तन रातारात हुँदैन, समय लाग्दछ। त्यो हिसाबले चाहिँ चुनावी लडेर चाहिँ जित्नेहरूको सङ्ख्या पनि पछिल्लो समय चाहिँ कार्यकारी प्रमुखहरूको वृद्धि भए देखिन्छ। सँगसँगै अरू वडा अध्यक्षका रूपमा हेर्दाखेरि पनि त्यो सङ्ख्या बढेको छ, पहिलेको तुलनामा पछिल्लो समय बढेको छ। यो हिसाबले चाहिँ हामीले त्यो विगतमा प्रमुख बनाएकै कारणले उनीहरूमा पैदा भएको आत्मविश्वासले नै प्रमुख बन्नका लागि आधारको काम गर्दछ गरेछ। जसै म तपाईँहरूलाई भन्न चाहन्छु, अब सुर्खेतको अहिलेको प्रमुख पहिलेको प्रमुख, त्यस अर्थमा अहिले उहाँलाई प्रमुखहरूको भूमिका गर्न सजिलो भएको छ। त्यो हिसाबले पनि हेर्नुपर्दछ भन्ने मलाई लाग्छ। यद्यपि हामीले उपप्रमुखहरूलाई प्रमुख बनाउन धेरै ठाउँ प्रयास गरेका थियौँ, कतिपय ठाउँमा हामीले असफल भयौँ, किनकि हामीले चाहिँ धरान उपमहानगरपालिकामा पनि उपप्रमुखलाई प्रमुख बनाउन खोजेको हो, त्यहाँ हामी असफल भयौँ। कारण चाहिँ सफल हुन सकेनौँ। अब हामी भक्तपुरकै चाङनारायणमा पनि उपप्रमुखलाई प्रमुख बनाउन खोजेका थियौँ, असफल थियौँ। चितवनको रत्नगरमा उपप्रमुखलाई प्रमुख बनाउन खोजेका थियौँ, असफल थियौँ। त्यसर्थ पार्टीले चाहिँ उपप्रमुखको अनुभव अभ्यासले गरेकाहरूलाई प्रमुखमा बदल्ने खालको नीति चाहिँ पार्टीले लिएको छ भन्ने कुरा मैले यहाँ राख्नु। पार्टी नीतिले चाहिँ सबै सफलता हासिल गर्छ भन्ने होइन, तर एकपटक उपप्रमुखका रूपमा अभ्यास गरेकाहरू राम्रो काम गरेका छन्, समाजको इमेज बनाएका छन् भने उनीहरूलाई प्रमुखका रूपमा अगाडि बढाउने पार्टी नीति रहँदै आएको छ। त्यस अर्थमा हामीले त्यसलाई कसरी हेर्नुपर्दछ भन्दाखेरि पार्टीले त्यो हिसाबले पनि अगाडि बढाउने गरेका छ भन्ने कुरालाई बुझ्नुपर्दछ भन्ने लाग्छ। त्यो हिसाबले चाहिँ विगतमा हामीले चाहिँ प्रयासहरू गरेको कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। अहिले तपाईँले जुन हिसाबले छलफल चलाइराख्नु भएको छ, राष्ट्रिय बहसकै विषय बनिएको छ। निर्वाचन आयोगले पनि आफै छलफल गरिरहेको छ, महिला सहभागिता कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा। पार्टीहरूभित्र पनि छलफलको विषय बनिराखेको छ, अथवा हामी समग्र निर्वाचन प्रणालीमै रिभ्यू गर्नुपर्छ कि भन्ने हिसाबले पनि छलफल गरिरहेका छौँ। संविधानको कार्यान्वयनको 1 दशक भएको हुनाले हामी प्रमुख पार्टीहरू चाहिँ संविधानकै समीक्षा गर्ने मूडमा पनि छौँ। त्यो परिप्रेक्ष्यमा कसरी अगाडि बढ्ने भन्ने खालको चाहिँ छलफल गरेर हामी एउटा निष्कर्ष निकाल्छौँ र आज जे छ त्योभन्दा बेहतर गर्न सकिन्छ कि भन्ने प्रयास चाहिँ पार्टीको रहनेछ भन्ने कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। त्यो हिसाबले हामीले चाहिँ प्रयास पनि गरेका छौँ भन्ने कुरा म राख्न चाहन्छु। अर्को चाहिँ अब खास गरी अब महिला मन्त्रालयको भूमिका बजेटसँग मात्रै हेर्नु हुँदैन भन्ने लाग्छ मलाई। बजेटका हिसाबले भन्ने त अन्य मन्त्रालय अन्तर्गत कार्यक्रममा पनि महिलासँग जोडिएका कार्यक्रमहरू वा ज्येष्ठ नागरिकसँग जोडिएका कार्यक्रमहरू हुन्छन्। ती सबै कार्यक्रमलाई चाहिँ महिला अथवा महिला मन्त्रालय अन्तर्गत कार्यक्रमका रूपमा जोड्ने हो भने त्यो अरब होइन खरबै पुग्छ। जस्तो कि स्वास्थ्य मन्त्रालय अन्तर्गतका जनस्वास्थ्यका प्रजननसँग सम्बन्धित कार्यक्रमहरू, मातृ स्वास्थ्यदेखि लिएपछि अब बालबच्चाको चाहिँ खोप कार्यक्रम आदि इत्यादि सबै हेर्ने हो भने त्यो चाहिँ एउटा ठुलो सङ्ख्यामा राज्यले लगानी गरेको छ भन्ने कुरा बुझ्नुपर्दछ। सामाजिक सुरक्षा भत्ता हामी अर्को कुनै निकायबाट वितरण गर्दछौँ, त्यो पनि स्वाभाविक रूपमा चाहिँ अब महिला ज्येष्ठ नागरिक आदि इत्यादिसँग जोडिएकै विषय हो। त्यस अर्थमा चाहिँ महिला मन्त्रालयमा कति छ हेरेर चाहिँ राज्यले त्यो क्षेत्रलाई उपेक्षा गरौँ भन्ने कोणबाट हेर्दाखेरि त महिला मन्त्रालयको बजेट कम छ, बढाए राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ कुरा आफ्नो ठाउँमा जायजै छ। तर के हुन्छ, अन्य मन्त्रालयबाट त्यो कार्यक्रमहरूलाई सम्बोधन गरेको पक्षलाई पनि हामीले सँगै राख्नुपर्छ। कुनै पनि चिजको विश्लेषणका लागि
समष्टिगत रूपमा चाहिँ हेर्नुपर्दछ। टक्कै एउटा कार्यक्रमलाई आधार मात्रै बनाएर चाहिँ यसो भयो त्यसो भएन भन्ने खालको कुरा होइन। खास गरी अब हामीले पछिल्लो समय चाहिँ सिङ्गो बजेटलाई लैङ्गिक दृष्टिकोणले कस्तो छ भनेर विश्लेषण पनि गर्न थालेको छ। तपाईँहरूले त्यो बजेटका समयमा हेर्नुभयो भने बजेट पुस्तिकामा एउटा चाहिँ च्याप्टर के हुन्छ भन्दाखेरि लैङ्गिक समावेशिताका दृष्टिकोणले बजेट कस्तो छ भन्ने कुराको विश्लेषण गरेको हुन्छ। त्यो चिज हेर्नुभयो भने चाहिँ बजेटको सन्दर्भ चाहिँ अलिक फरक देखिन्छ। किनकि त्यसले चाहिँ अरू विभिन्न मन्त्रालयहरूबाट महिलाहरूले प्राप्त गर्न सक्ने लाभलाई जो गणना गरेर पाइन्छ। यद्यपि अब प्रत्यक्ष लाभ वा परोक्ष लाभ भन्ने कुराका सन्दर्भका बारेमा भविष्यमा बजेटलाई परोक्षबाट प्रत्यक्षमा ढाल्नु पर्दछ भन्ने कुरामा छलफल गर्न सकिन्छ। तर चाहिँ हामीले एउटा मन्त्रालय विशेषमा मात्रै सीमित गर्नु हुँदैन। किनकि राज्यका सबै प्रकारका कार्यक्रमहरूमा महिलाहरूको चाहिँ हिस्सेदारी हुन्छ भन्ने कुराको अवधारणालाई आत्मसात गर्ने हो भने एउटा मन्त्रालय विशेषमा कुम्च्याउनु हुँदैन भन्ने लाग्छ।